यहाँ सुन्नु न अनि त्यति भएपछि म पनि होइन मेरो यता ल पढ्दैछु मेरो बाउले थाहा पाएछ ल परेको मेरो चाहिँ कम्युनी बिहे गर्छु नि तँलाई मैले घरमा छिर्नु दिन्न भन कम्युनी बिहे मैले त मन पराएको नि दिन्न भन अनि अब भनेदेखि मलाई टेन्सन भयो हो मेरो पालि चट्टै इन्डिया गए उनीहरूको बिचमा के भयो थाहा छैन त्यहाँदेखि बिचमा कालेबुङ गए कालेबुङ 1.5 महिना काम गरेर फेरि फर्केर आए किन टेन्सनले कि रिसले गएको रिसले होइन त्यति भनेर बुवा विदेश गइगयो होइन यता चल्दै थियो चल्दा ए बुवा विदेशमै हुनुहुन्थ्यो आएर विदेश गएको क्या अनि त्यसो भयो फेरि अब यता चल्दै थियो त्यहाँ म 4 वर्ष सुतेँ नि त त्यसपछि बोलचाल हुँदै थियो चिठी हुँदै थियो पछि ठ्याक्क के निस्क्यो भने सिडिएमए निस्क्यो सिडिएम मोबाइल त्यस्तो त निक्लेकै थिएन सिडिएमए भन्ने थाहा छैन होइन लिमल्यान्ड पनि आएको थिएन सिडिएम निक्ल्यो अनि म सट्टै गएँ फेरि 1.5 महिनापछि आएँ फेरि